सुरुवात नै यस्तै हुन्छ कि उताबाट गाडी आउँदै है उताबाट गाडी आउँदै यताबाट जाँदै हौ के गर्ने हो कता जाने के गर्ने हो खै अब यस्तो छ बिहान बिहानको यो जाम हो कि यो सधैँको उताबाट पनि गाडी आयो यताबाट पनि जाँदै हो के गर्नु को आउनु को जानु अब हे गाइज वेलकम छ तपाईँहरू सबैजनालाई मेरो सानो छोटो मिनी भ्लगमा आई होप हजुरहरू बिन्दास ठिकै आरामै हुनुहुन्छ होला कि होइन म पनि एकदम बवाल छु अलिकति निन्द्रा मात्रै पुग्दैन यहाँ होइन अरू त सबै ठिकै छ यहाँ कुम्पु पराते अलिकति खेल्न पर्ने भएछ अलिकति शरीर अलिकति मोटो भयो जस्तो लाग्छ कि काम छैन के गर्नु कम्पनीको कपडा पनि घरिघरि त कामै लाग्दो रहेछ कि यस्तरी घाम छेक्नलाई कि काम छैन यस्तरी अब यसलाई यस्तरी अब यहाँ खुम्चा हो पर्दा छैन नि त मेरो गाडीमा मैले योभन्दा पहिला भिडियो पनि भने पर्दै छोइन गे के भन्नु त पर्दा नभएपछि होइन सर्व यसलाई कम्पनीको केही न केही चिज त घाम लाउ नि त उठायो भने चाहिँ घाम लाग्छ है सबैलाई काम गर्न जाँगर लाग्छ अरे मलाई त किन अल्छी लाग्छ हो जात्रै अल्छी लाग्छ भने भर्खर उठेर आएको बित्तिकै काम गर्नु भनेपछि नि सल्किन्छ हो मेरो अझै बिहान हेर्नु यो देख्नुभयो यो घामले फेरि देखिएन कि साँप जस्तो लामो पाइप तान्न फेरि ओहो यस्तो हावा टाइट हुन्छ कि सबैलाई जाँगर लाग्छ अरे मलाई त किन अल्छी लाग्छ कि जात्रै अल्छी लाग्छ यार बिहान त काम गर्नु Few moments later. भर्खर बनाइ गरेको थिएँ कभर है टायर के अस्ति भर्खर बनाइ गरे हो गाडी ठिकै छ यो टायर गएछ हो भने यो टायर यहाँबाट दुलो पऱ्यो हो बनाइ गरे है पङ्चर भएको भाइ गर्थ्यो अहिले त टायरै फुटेछ ल भएन अब यहाँदेखि हावा आएको आइछ अब यो इमर्जेन्सी टायर राखेको यो पनि पुरानो टायर हो पुरानो टायर राखेको के यहाँबाट अब निस्केको छैन यो पनि आइडिया लगाउँदैछन् केटाहरूले झरिक दुःख पायो टायर ल्याएर फाइनली निस्कियो अब त्यो टायर नयाँ टायर बनाउँदैछ अब उसमा नलाएसम्म त फेरि हुँदै हुँदैन नि फेरि सक्दैन नि फेरि अलिक पोल्छ के सक्दैन नि फेरि भन्न नि नमिल्ने होइन पोल्छ क्या लास्ट गर्मी हो यार आज भर्खर चाहिँ सेफ्टी लाउनु भनेछ को मुदिर नामको चिज आउँदैछ अरे नाइ त भने यो सेफ्टी कामको छैन को मुदिर नामको चिज आउँदैछ अरे कि यो अब देखावाको लागि हो पनि लाउनु पर्यो होइन है त को लाउँछ यस्तो जानु सेफ्टी यो गर्मीमा यार अझै पाले यस्तै छ अझै सेफ्टी लाउने अरे पागल बनाउँछ मलाई त